नमस्ते नमस्ते। हाम्रो चाहिँ यो ठुलो दमार भप्सीमा चाहिँ इन्द्रदेवीको मन्दिर बन्दैछ हैन। अब यो चाहिँ हाम्रो प्राइभेट व्यक्तिगत हो। हाम्रो गुरु र चेला भएर चाहिँ बनाउँदैछौँ हैन। अब यो चाहिँ अब इन्द्रदेवीको मन्दिर हो। अब लगभग सकिन लागिसक्यो। डिजाइन चाहिँ यही हो हैन। अब यो चाहिँ अब यसलाई चाहिँ प्लास्टरहरू गर्नु बाँकी छ। अब हाम्रो कुनै निकायले चाहिँ हाम्रो मन्दिरलाई चाहिँ सहयोग पनि गर्न सकेन। हामीले चाहिँ व्यक्तिगत आफ्नै पैसाले चाहिँ यो मन्दिरलाई चाहिँ हामीले यतिकोसम्म चाहिँ बनायौँ। अब यसलाई अझै छ, यसको लगभग अहिले अब 80% काम चाहिँ भइसक्यो। अब बाँकी चाहिँ अब यसको प्लास्टर छ, अनि प्लास्टर सकेर रङहरू लाउनु पर्ने छ, अनि अगाडि त्यो पर्जाहरू हाल्नु छ, अनि त्यसपछि चाहिँ अनि अब त्यही हो। अब अरू त सबै ठिकै छ भन्नु पऱ्यो हैन। अब यो चाहिँ मेन गेट हो। अब यहाँबाट चाहिँ यता पछाडि जाने, यहाँभित्र अब यहाँनिर चाहिँ भगवान्को मूर्तिहरू छ। अब यहाँबाट उता यो भित्र चाहिँ अब मन्दिर, अब हाम्रो चाहिँ मङ्सिरे पूर्णिमा पूजा हुन्छ। अब अहिले यहाँनिर सिमेन्टहरू आएर रहेछ। अनि अब यो मन्दिर, अब यो भित्र चाहिँ अब यो छिर्ने ठाउँमा, अनि यो अगाडि उतापट्टि, अनि पल्लो छेउमा चाहिँ जङ्गलीको थान हो। अब यो देवीको थान भनेको यही हो, इन्द्रदेवीको थान भनेको चाहिँ यही हो हैन। अब यहाँनिर चाहिँ अब म बिस्तारै म फेरि फिनिसिङ भएपछि म फेरि पनि देखाउने छु। अब अहिले चाहिँ यो एकदम गन्जगोल छ। अब घरमा अब बनाउँदैछ। अब यसको अब दसैँ तिहारको कारणले गर्दा यो रोकियो। अब यो दसैँ पछाडि यो तत्काल यो छिट्टै नै हुनेछ। हाम्रो चाहिँ यो एकदम हाम्रो कुलभन्दा पनि ठुलो देवीको थान हो यो चाहिँ। हामीले कुनै सरकारहरूबाट पनि हामीलाई 1 रुपियाँ पनि हामीलाई सहयोग आएन। हाम्रो यो चाहिँ व्यक्तिगत हो, पुरै हाम्रो चाहिँ नगद हाम्रो आफ्नो व्यक्तिगत हो। हाम्रो यो वर्षमा एकचोटि मेला हुन्छ, मङ्सिरे पूर्णिमा है गाइस। यो चाहिँ पछाडिपट्टि चाहिँ अब यहाँबाट उतापट्टि चाहिँ अब बनाउँदैछ। अब यो लगभग अब सकिन लागिसकेको छ। अब यहाँनिर गेटहरू छ। अब यो उतापट्टि पछाडिपट्टि चाहिँ खोल्ची छ, अनि अब यो यता मास्तिरपट्टि अब यो भइहाल्यो। अब यो चाहिँ अब अहिले चाहिँ यतिको भइरहेछ हैन। यहाँ गाडीहरू पनि फसेछ। अब अरू त यस्तै हो। अब यो ल गाइस यति नै हो हैन। अब यो टाढाबाट हेर्दाखेरि चाहिँ कति दामी देखेको छ हैन। अब यहाँनिर पाडो पनि चलाउँदैछ। हाम्रो मन्दिर चाहिँ यस्तो छ है गाइसहरू। ल कस्तो लाग्यो कमेन्ट गर्नु होला है त। बाई।